डर नि लागिरहेको त्यहाँ गइँडा थियो नि त आउला कि भनेर। अनि हामीले त टिकट नि काटेको छैन मेन कुरो। अनि टिकट नि काटे छैन कहिले हामी चाहिँ माथि आइसक्यौँ गाइज होइन। टिपेर अलिअलि टिप्यौँ। खै तपाईँको देखाइदिनु त। खुल्ला रहेछ नि त। ऊ खस्यो सौताले माग्यो छोडिदिनु त्यो टिप्यो यार। गैँडा है गाइज गैँडा हो नि फेरि। सो वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होइन। सो म चाहिँ केही नबोलिकन डराइहालेँ होइन। किन भन्दाखेरि यहीँ अगाडि चाहिँ गैँडा छ कि होइन। सो टाइटल अनि थम्बनेल देखेर थाहा पाइसक्नु भएछ हामी आज कहाँ आएको छौँ होइन। सो म धेरै बोल्न चाहन्न। अनि अफकोर्स यो भिडियो लास्टसम्म हेर्नुहुन्छ भन्ने आशाको साथ यो भिडियो अगाडि बढाउन चाहन्छु होइन। ल म स्टार्टिङ धेरै गर्न चाहन्न। म चाहिँ उतैतिर भिडियो फर्काउन चाहन्छु है। गैँडा है गाइज गैँडा हो नि फेरि। ठुलो छ यार बुढो छ। तिनीहरू अगाडि पुगिसक्यो म चाहिँ पछाडि नै छु। सो म चाहिँ छिटो जानुपर्छ बगेरै बगेर। गैँडा बुढो छ तर बुढाले यो चाहिँ गैँडाको गुहो हो कि हात्तीको गुहो है गाइज। रातै छ यार यता त। वास्तवमा भन्नुपर्दा होइन हामी दुईजना अलरेडी नै कराइराखे तिनीहरू दुईजना त्यस्तै हो। त्यो दुईजना होइन। उहाँ चाहिँ अलि शालीनमा हुनुहुन्छ होइन। शालीन व्यक्ति हो उहाँ चाहिँ। मक्ख पारिदिउँ न कति खाइरह। म भिडियो बनाउन आएको हो कि यो बगेर सगेरको चक्करमा होइन। तपाईँहरूलाई इन्टरटेनमेन्ट दिन आएको गाई। जङ्गलमा मङ्गल त मिल्दैन। अनि हामी चाहिँ रेडी भइसक्यौँ। उहाँको त अब श्रीमती छ नि त अब पर्मिसन लिनु पऱ्यो खानु पऱ्यो। अलिकति टाइम लाग्यो उहाँलाई होइन। तर ब्याकग्राउन्डबाट त्यो छोडिदिनु त्यो गाइज पहिला टिपौँ है। अनि त्यही हो डर नि लागिरहेको त्यहाँ गइँडा थियो नि त आउला कि भनेर। अनि हामीले त टिकट नि काटेको छैन मेन कुरो। अनि टिकट नि काटे छैन कहिले हामीले त टिकट नि काटेको छैन मेन कुरो। टिकट नि काटे छैन कहिले कैसे कैसे लोग रहते हैं यार यहाँ पर। चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम। मेरो भ्लग पपुलर हुँदैन नि त नआत्यो न केटा हो। अनि यहाँ यार सबै अनि त्यही त हो। पर्ख्यौँ आउँदै आउँदैन मान्छे त। अनि अलिकति नोकझोक भइरहेको थियो होला घरमा सायद। अनि जसो तसो ल त नि एक दुई बाल्टी नै बगेर ल्याउने भए चाहिँ सायद भाउजूले अनि त्यसरी नै दिनुभयो होला। अनि अर्को एउटा दाइ हुनुहुन्छ होइन। त्यो चाहिँ अब म चाहिँ एउटा रिल्स बनाउँछु। रिल्स चाहिँ फेसबुकमा हाल्छु मैले। त्यो चाहिँ हेर्न सक्नुहुन्छ। अनि त्यसमा चाहिँ अनि के छ भन्दाखेरि अर्को दाइ चाहिँ अनि आफ्नो बुढीसँग मस्त लाएर खाना खाँदै हुनुहुन्थ्यो। फोन नि उठाउनु भएन दुई तिनचोटि होइन। कराइराख्नु भएछ ब्याकग्राउन्डबाट उहाँ नै हो त्यो मान्छे चाहिँ। अनि फोन गर्छु उठाउन्न। अनि त्यसपछि त्यतै गयो। अब हामी त अब
साथीमा या दाइ भाइमा अब जे पनि बोल्छौँ नि त। अब त्यहाँ उसको मम्मी छ, उसको श्रीमती छ, कसरी अब त्यो नामले जिस्काम होइन, मायाले दाइ भनेर बोलाए। अनि पुरा के खाना खाँदै हुनुहुन्थ्यो, अनि पुरा थालेर पखाइरे भन्ने। अनि मनी लजाएँ उता, अब उसको बुढी थियो अनि त्यसपछि मम्मी थियो नि त। अनि त्यसपछि चाहिँ अनि म चाहिँ छिटो यता आएको हो बस्नलाई। अनि ऊ नि अलि सिङ्गल छ, अनि उसलाई नि ट्राई गर्दा चाहिँ केही बिग्रिँदैन। म उसको स्कुटीमा आएको हो नि त, फेरि उसको बयान गऱ्यो भने स्कुटीमा लग्दैन घर, सो त्यसको बारेमा कुरा नगरौँ ल। अब म चाहिँ पहिला चाहिँ म चाहिँ पहिला छिटो बगेट टिपौँ होइन। यिनीहरूले धेरै टिपिसक्यो, 1 किलो जति टिपिसक्यो भन्दाखेरि मैले चाहिँ 1 पाउन्ड टिपाएँ होइन क्या। यो गफले गर्दा यिनीहरूलाई फाइदा हुन्छ कि यो कुरा चाहिँ। अनि यिनीहरूले चाहिँ के डर हुन्छ भने यसले चाहिँ भिडियो बनायो भने हाम्रो बदनाम हुन्छ। फाइदा त यिनीहरूलाई हुन्छ नि त, फाइदा यिनीहरूलाई हुन्छ त्यो। हाई गरिदिनु त एकचोटि। सो अब पहिला पो बोल्न सकेको थिएन होइन। म पहिला नि यही जङ्गलमा आएको थियो कि ऊ टिप्न, बगेट टिप्न। पहिला चाहिँ मैले बोल्न आएको थिएन, गफ गर्न नै आएको थिएन। अहिले त म छोरा हुँदैछु नि त, अझै पनि हुन चाहन्छु। ओइ ओ माई गड, मौरी गाइज गयो ल। म चाहिँ होइन एकछिन पछितिर भिडियो स्टार्ट गर्छु, पहिला चाहिँ टिप्छु ल। किन भन्दाखेरि त्यो कोसीले लिएर म अन्तै जानु छ नि त, घुम्न जानु छ। आज बेलुका फोन गर्छु, बगेर ल्याएको छु मैले। अनि उनीहरूले नै अलि मुख रसाएर ल आइज नि त बगेर लिएर भन्ला कि, अनि घुम्न पाएला कि। ल म चाहिँ अहिले स्टप गर्छु, पहिला टिप्छु। हो उहाँको कुरा चाहिँ गरेको है अब चाहिँ मैले त हो नि। एकचोटि दाइ यता हेरिदिनु त त्यो उहाँ चाहिँ। तर म चाहिँ उहाँसँग के कुरामा रिसाएको छु भन्दाखेरि उहाँले मलाई निम्तो दिएन बिहामा। हो त कहिले भने मलाई अरूले भनेर हुँदैन होइन गाइज, दुलाले नै भन्नुपर्छ। ओ देख्यो उसको कुरा। ल यहीँ हाम्रो झगडा पर्छ गाइज जङ्गलमा फेरि मङ्गल होइन कि ताण्डव हुन्छ। ल यो झगडा त ठिकै छ, दाइ भाइमा नोकझोक भइरहेको छ। पहिला चाहिँ टिप्छु म फटाफट बगेर। भनेको हेर्न यसले डराउँछ मात्र टिप्न आहा। जाउँ त भाइ। यति नभने भए त यिनीहरू कहाँ हो, खगा भन्दा नि बढी। खगा भनेको गैँडा है गाइज, राइन त्यहाँ अघि थियो। डर त लागिरह के भन्नु। ओहो आयो देख्यो कस्तो छ यहाँ। अब झाडी पाल्निन्छ यता यसरी। हाली आऊ डराइ टिपेको थियो दाइ। ल हामी चाहिँ माथि आइसक्यौँ गाइज होइन। टिचेर अलिअलि टिप्यौँ। खै तपाईँको देखाइदिनु त, खुल्ला रहेछ नि त। ऊ खस्यो, सौताले माग्यो छोडिदिनु त्यो। कौन है ये लोग, कहाँ से आते हैं? खै ल राख्नु नि त। खै कता ल राख्नु। ल है यो चाहिँ यो दाइको हाल्ने रे अझै एउटा दुईवटा यस्तो। मिठो छ यति छ यार। यिनीहरूले होइन पाकेको अनि अलिअलि चाहिँ पाक्न लगाएको मात्र टिपेर हो कि अलिकति होइन। मैले चाहिँ मेरो चाहिँ प्रायः पाकेको चाहिँ कम छ, यति चाहिँ छ। तिम्रो देखाउ त।
खै खैदैन लिँदिन के कति डर यसको त लास्ट डराउँछु यसको चाहिँ यति छ होइन जस यसको र यसकोमा यसको धेरै छ उता चाहिँ डराइ टिप्ने मान्छे चाहिँ उहाँ हो होइन अहिले फेरि डर लाग्यो लाग्यो थाहा छैन हामी चाहिँ अब जस यहाँबाट अब टिप्दै बिस्तारै चाहिँ घर जान्छौँ होइन कति बज्यो अहिले कति बज्यो मेरो यहाँ देखाएन के मोबाइलमा हेलो ओ हेलो दाजु कितना टाइम हो गया कति टाइम भयो क्या 12 रे 12 त 12 कति 12 थाहा छैन ल अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ होइन एकछिन भए पनि माथि आउन पाइयो यसरी यहाँ बसेर थोरै 1-2 शब्द बोल्न पाइयो अब चाहिँ हामी निस्किन्छौँ ल जाम तर सुरुमा चाहिँ गैडा थियो नि त सानो अब मेरो मोबाइल त त्यस्तो वाउ चाहिँ छैन जस्ट थोरै क्लिप अब देखिन्छ कि देखिन्न थाहा छैन तर अलिकति चाहिँ थोरै वाला चाहिँ देखिने गरी चाहिँ बनाएको छु अब लेट्स सी है अनि अगाडि नै थियो के गेटबाट निस्क्यौँ होइन फेरि भोला खाएको होइन गाइज म भोला खाइदिउँ यो बगेरको गेडा हो यसको उसले हल्लाले मेरो कपिराइट लाग्छ क्या स्टोरेज नि धेरै हुन्छ नि त सो म चाहिँ यहाँ अब बिस्तारै थोरै क्लिप गर्दा चाहिँ एन्ड गर्छु ल गडे कत्रो गड्यो शेर आएको ठाउँमा त्यो भाषा भुस्यो एनिमल या जनावरहरू बस्दैन भन्छ होइन प्रुफ भयो कि म यहाँ आउने बित्तिकै यो यहाँ अलिअलि छ कि होइन म यहाँ आउने बित्तिकै उहाँ चाहिँ भाग्नु भयो रस त सिंहको हुन्छ भन्ने कुरा आजबाट चाहिँ प्रुफ भएको छ गाइज त्यो चाहिँ माथि छ क्या एउटा दाइ खाएको देखाउँछु ल एउटा दुइटा मिठो त छ तर साथीको भन्नुपर्छ अलिक सानो छ क्या म नि जान्छु कि त बजार योभन्दा अगाडि नि मैले एउटा चाहिँ बगेट टिपेको भ्लग चाहिँ बनाएको थिएँ होइन त्यति बेला म भर्खर जस्ट युट्युब च्यानल बनाएर चाहिँ 2-3टा भिडियो मात्र अपलोड गरेको थिएँ अनि अहिले चाहिँ अलि हल्का छोरा भएको जस्तो लाग्छ मेरो बोलीमा होइन तर भ्युज चाहिँ आउँदैन पहिलाको जस्तो मान्छेहरूले यो युट्युब हेर्दैन नि त पहिलाको जस्तो ओके होइन यो म जस्ट म यो तिनीहरूले के देख्यो खै अब पछि हामीले डराउने हो कि त्यहाँ अगाडि छ कि त्यो दुईवटा अनि त्यति बेला त अब मलाई केही थाहा थिएन कि यो युट्युबको बारेमा होइन प्लस मेन कुरो खोइ मैले भनेको भने थाहा भएन होइन म जस्ट युट्युब किन खोलेको भन्दाखेरि एभ्रिथिङ इज मनी ब्रो नो मनी मैले पैसाको लागि खोलेकै होइन होइन जेन्युनली भन्दाखेरि मेमोरी क्रिएट हुन्छ भनेर चाहिँ मैले सानो थोरै 1-2 मिनटको क्लिप चाहिँ हाल्छु भनेर बसेको तर के हुँदो रहेछ भन्दाखेरि यसमा भिजिसकेपछि फुल रूपले बनाउनु मन लाग्दो रहेछ अलिअलि बनायो भने आफूलाई नि फाइदा होस् भन्ने कुरा अहिले चाहिँ अलिअलि बुझेको छु होइन हात धुवालिसक्यो त्यही हो अनि अरू चाहिँ यसरी अब ठिकै छ म यो होला सक्सेस होला नहोला यसमा केही छैन जस्ट गो विथ द फ्लो भने जसरी बनाउँदै जाने हो सक्सेस मिले चाखम्ला सक्सेस मिले स्वाद चाखम्ला सक्सेस नमिले होइन ल ठिकै छ केही छैन जिन्दगीमा अब बाटो र छ नि त धेरै छन् बाटो यता एउटा बाटो छ भने जसरी यता नि अर्को बाटो छ कि यिनीहरू 3 जना प्रयास जारी छ गो विथ द फ्लो लाइफ इज द जर्नी एकचोटि हाई ल सो भर्खर मात्र हामी चाहिँ पुगिसक्यौँ होइन सो हामीले बगेर चाहिँ कति ल्यायौँ अब चाहिँ म देखाउँछु ल यहाँ थोरै छ होइन
बगेर चाहिँ यति। मेरो भिडियो के कस्तो लागिरहेछ तपाईँहरूलाई लाइक कमेन्ट सेयर अनि मेन कुरो सब्सक्राइब गर्न नभुल्नु होला। सो यति भन्दै म आजको ब्लगिङ अन्त्य गर्न चाहन्छु। हस् त बाई, लभ यु अल, बाई।